त्यसपछि हाम्रो आउँछ मा मी मु मे मो ओके मा मा हाम्रो दुईटा इक्वल टु गरेर यो पुच्छर याद गर्ने कि यो धेरै ठाउँमा आयो हैन हाम्रो जस्तो मु बनाउनलाई पनि काम लाग्छ हैन अनि के रे सु त हाम्रो उल्टो भयो हैन तर नाको ठाउँमा यो पनि लायो ना हैन अनि त्यसपछि हाको ठाउँमा पनि सेम त्यस्तै हुन्छ हा यो सेम छ नि यो जुन हाम्रो छ नि हा बनाउनलाई हामीले यस्तो गर्यो भने यसको हा अनि हामीले मु बनाउँदा पनि यस्तो हुन्छ सेम लगभग त्यस्तै हुन्छ ल त्यसपछि हा यो एउटा याद गर्नु ल मा त्यसपछि हाम्रो हुन्छ मी दुई बनायो त्यसपछि एउटा प्लस गर्दै 21 जस्तो लेखिदिने हैन तर पुच्छरको माथि काटेर लेख्ने दुई बनायो अनि एक त हाम्रो यस्तो हुन्छ हैन एक अनि एक नबनाएर हामीले त्यसको पछाडी लट्ठी राख्दिने कि ओके मी छ नि हाम्रो म नेपालीमा म हुन्छ नि म जस्तै छ के बुझ्नु भयो तर यो माथिको छैन माथिको मात्रै नलेख्ने यस्तो मी नेपालीको मलाई यहाँ मी भनेर माथिको दर्पण तानेन भने मी हुन्छ मा मी त्यसपछि मु अघि हामीले बनाएको थियौं नि यो तपाईले मैले सिकाएको थिएँ यो यसरी मुमा अलिकति यो माथि हुन्छ हैन यसरी गरेर मु मा मी मु त्यसपछि हाम्रो मे अघि हामीले बनाएको थियौं नि लेफ्टबाट राइटतिर गरेर नु बनाएको थियौं मा मी मु अब मेमा यसरी हुन्छ हाम्रो नु कसरी बनाएको थियौं रे यसरी गरेर यहाँ यो गरेको थियौं नि यो हाम्रो मेमा यति गरेन भने मे हुन्छ ल नुलाई अलिकति यताको पुच्छर जोडेन भने मे हुन्छ सबभन्दा पहिला हामीले मे याद गर्यो भने नु याद गर्न सजिलो हुन्छ मेको लागि यतिसम्म बनायो हैन अब यसलाई नु गराउनलाई यहाँ यति जोड्दिनु बुझ्नु भयो यसरी एउटासँग अर्कोसँग कम्पेयर गरेर हैन कुन कता मिलिरहेछ त्यो सोचेर त्यसरी पढ्नु भयो भने सजिलो हुन्छ जस्तो लाग्छ मलाई हैन मा मी मु मे यो अलिकति यहाँ मा मी मु मे अब त्यसपछि हाम्रो आउँछ मो इक्वल टु गरेर जुन हाम्रो छाता थियो नि छाताको डन्डीलाई ओके हामीले अघि सी मा पढेको थियौं नि सी मा पढेको थियौं नि सी त्यसरी यो सी हो अनि त्यसपछि इक्वल टु ओके मा मी मु मे मो मा मी मु मे मो मा मी मु मे मो ओके मा मी मु मे मो मा मी मु मे मो अब यति समय याद भयो